हाम्रो चाहिँ सामान प्याकिङ भयो। आज घर जाँदैछौँ हामी। छोरी यता रेडी भइसक्यो। छोरी के छ हाल खबर? जान मन लागेन है? लागेन भन्। सिउरे हामी जाँदैछौँ, राम्रोसँग बस है। हामीलाई मिस गर्छस् कि नै? धेरै। कति? मलाई गर्छस् कि टिनालाई? धेरै, दुईटैलाई। धेरै अनि कसलाई गर्छस्? दुईटैलाई। धेरै? यति धेरै के? तिनीलाई। ए बा। तपाईलाई पनि गर्छु। इक्वल इक्वल। हैन मलाई त गर्दैनस्। इक्वल इक्वल। अहिले कता पुग्नु त? अब 7 मा। 7 मा गइसक्यो हाम्रो छोरी। कङ्ग्रेचुलेसन भन्नु पर्यो। टप 10 मा पर्यो हैन। अझै राम्ररी पढ्नु। टिना अहिले कति अरे? टिना 5 मा हैन। अब हामी आज घर जाँदैछौँ। दुःख गाह्रो पिरो नमान्नला दुई बहिनी खुट्टा बोकाएर सुत्नुहुन्थ्यो हैन। आज जाँदैछौँ। आज त यति सुत्छस्? आउँदैन मलाई डर तिनीहरूलाई भुस सिमरेलाई डर लाग्यो। तिनीहरूले के भन्न जान्छस्? तिनीहरू सिमरे तिमीलाई मिस गर्छस् कि नै? गर्छु। कति? रोन त्यसो तपाईँ कस्तो हुनुहुन्छ? त्यस्तै गरौँ ल। सिमरे ताजा तपाईँ कपडा निकाल्नु। मेरो कुन चाहिँ छैन ल दुई बहिनी। मेरा त कुन चाहिँ कपडा खान्न? ल त्यही गर ल छिटो आउनु। हामी चाहिँ अब हिँड्नलाई हेर्नु। गाडी आयो। बाई कपिल। बाई सानी बहिनी। बाई सोनिया भाउजू। बाई कान्छी गयौँ ल। बाई बाख्रा। मान्छे बहुत साहसी हो नि है। यस्तो अवस्था आधै अब भित्र त्यस्तै लागेर क्या त गेट देख्दा। खानु पर्यो के हार्ने होला। रोक्न दिन्छ यहाँलाई। हामी चाहिँ गयो। मलाई चाहिँ भोक लागेर बिस्कुट किनेर खाइरहेको हेर्नुहोस्। टिनाले चिप्स किनेर आएको। हाम्रो चाहिँ 2:30 बजेको फ्लाइट थियो। 3 बजिसक्यो। फ्लाइटको नाम निशाना छैन। सबैजना बसिरहेको यसरी
ओके हामी चाहिँ झारखण्डको बसाइपछि बल्ल पेलेन जाँदै जाम। यस्तो ढिलो भएपछि गएर भात पकाएर खानु ल। धन्यवाद। हामी चाहिँ 3:30 बजेको फ्लाइट 2:30 बजेको थियो, 6 बज्न लाग्यो। अब यतिखेर बल्ल फ्लाइट हुँदैछ। काठमाडौँको वेदर बिग्रेर हेर्नुहोस् कस्तो नराम्रो थियो। बल्ल जाँदैछौँ हो कि नै। भोक लाएर तिनीहरूले 300 कतिको 320 को त एउटा मोमो किनेर ल्यायो। ल फाइनली बल्ल हामी पनि अब काठमाडौँतिर लाग्यो। जाँदैनौँ कि आज भनेको जान थाल्यौँ। बाफ्रे जाम 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 बल्ल अब जान लाग्यो। भैरवा छोड्दै मौसम पानी आएर यस्तो भयो। पानी पनि सँगै है। जाडो रहेछ बाहिर हामी अगाडिको सिट पाएँ होइन, सेकेन्ड सिट। तेरो ओखलिसको टिना मोमो त्यो त अरूले लाएको होला नि। टिनालाई चाहिँ लास्टै भोकाएर मोमो लिएर खा होइन टिना। हेर 320 को मोमो कस्तो हुन्छ। कतिवटा ल ल खा। ध्यान दिनुहोला, अब हामी केही समयपछि काठमाडौँ विमानस्थलमा अवतरण गर्दैछौँ। कृपया आफ्नो सिटमा बसी सिटको बेटी राम्ररी बाँधी सिटलाई सिधा राख्न, अगाडिको टेबल बन्द गर्नुहुन र झ्यालको सिट खुल्ला राखिदिनु हुन अनुरोध गर्दछौँ। साथै सुरक्षाको कारणले स्वास्थ्य सम्बन्धी उपकरण बाहेक अन्य विद्युतीय उपकरणहरू विमानस्थलभित्र नपुगेसम्म प्रयोग नगरिदिनु हुन अनुरोध गर्दछौँ। अब यहाँ बसमा जाने बुकाएर लान्छ। हामी आएको चाहिँ घर आइसक्यौँ। आज चाहिँ यस्तो ढिला भयो हेर्नुहोस्। हाम्रो 2:30 बजेको फ्लाइट थियो। हाम्रो लगभग 5-5:30मा फ्लाइट भएर 6:30 बजे एयरपोर्ट आयौँ। एयरपोर्टबाट फेरि घर आयो। ट्राफिक थियो यति धेरै कुरै नगरौँ होइन। ट्राफिक थियो। घर आयो हामी ठ्याक्कै 8 बजे पुग्यौँ। 8 बजे पुगेर च्याउच्याउ अन्डा बनाएर आमा छोरीले खाना खाइसक्यौँ। अरू सामानहरू केही पनि राख्न सक्ने अवस्था छैन, किनभने आज धेरै भइरह्यो एयरपोर्टमा बस्नु परेको हुनाले एकदम केही गर्नै सक्दिनँ। म त खुट्टा दुखेर खुट्टा सुन्नेर है निद्रा लाग्यो अनि भोक पनि लाग्थ्यो। च्याउच्याउ पकाएर खाइसक्यौँ हामी चाहिँ। आज चाहिँ यस्तो डर लागेको मौसम खराबीले गर्दा प्लेन हल्लिएर है घरि तल घरि माथि यता र उति गर्दाखेरि त सातो गयो। म त पानी खाँदा नि पानीभरि पोखियो क्या। अनि सब डराएका भने आज त चिच्चाउँदै आयो हामी त। यति डर लाग्यो है। अनि अरू त त्यस्तै हो। आज लास्टै ढिला भयो क्या प्लेन। चाँडै आइन्छ अनि खाना बनाएर खाएर सुत्ने भनेको त यही एकदम ढिला भयो। फाइनली त्यही पनि घर चाहिँ आइपुग्यो सही सलामत। त्यही भयो नि अब खुसी हुनु पर्यो। अब त के छ र होइन। त्यही भन्दै म चाहिँ यो भ्लगलाई यहीँ समाप्त गर्न चाहन्छु। यदि हजुरहरूले हाम्रो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। कस्तो छ के छ सुझाव सल्लाह पनि दिनु होला है। त्यही नै हो।